आज हामी कुरा गर्दैछौँ नेपाली सिनेमा क्षेत्रमा एकदमै धेरै रुचाइएका हरेक दर्शकको मन मुटुमा बस्न सफल आदरणीय कलाकार राजेश हमालको बारेमा। राजेश हमाल नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय र सबैले चिनेको नाम हो। उहाँले नेपाली सिनेमामा नायकको एउटा अलग्गै पहिचान निर्माण गर्नुभएको छ। अग्लो कद, गहिरो आवाज र आत्मविश्वासी उपस्थितिले उहाँलाई पर्दामा सहजै छुट्टै देखिन सक्ने बनाएको छ। उहाँको अभिनय शैली सिधा र प्रभावशाली छ। अत्याधिक भावुकता भन्दा पनि दृढता, साहस र नेतृत्व देखाउने भूमिकामा उहाँ बढी उपयुक्त देखिनुहुन्छ। समयसँगै उहाँले धेरै सफल चलचित्रहरूमा काम गर्नुभयो र नायकको रूपमा बलियो पहिचान बनाउनुभयो। साधारण ठाउँबाट सुरु भएको यात्रा निरन्तर मेहनत र धैर्यका कारण नेपाली सिनेमाको इतिहासमा महत्त्वपूर्ण स्थानसम्म आइपुगेको देखिन्छ। युगदेखि युगसम्म बसन्ती, हामी तीन भाइ, देउता जस्ता चलचित्रहरूले उहाँको करियरलाई मजबुत बनाएका छन्। राजेश हमाल केवल अभिनेता मात्र नभई नेपाली सिनेमाको एउटा युगको प्रतिनिधित्व गर्ने पात्र पनि हुनुहुन्छ। उहाँको लोकप्रियताले नेपाली चलचित्रलाई देश विदेशमा चिनाउन सहयोग पुर्याएको छ। धेरै कलाकारहरूका लागि उहाँ प्रेरणाको स्रोत समेत बन्नुभएको छ। समयसँगै चलचित्र र दर्शकको रुचि परिवर्तन हुँदै गए पनि राजेश हमालको स्थान भने सम्मानका साथ कायम छ। उहाँको योगदान अभिनयभन्दा बाहिर पनि फैलिएको छ। नेपाली सिनेमाको पहिचान र इतिहाससँग उहाँको नाम जोडिएको छ। त्यसैले आज पनि राजेश हमाललाई नेपाली चलचित्रको स्थापित र सम्मानित व्यक्तित्वको रूपमा स्मरण गरिन्छ। धन्यवाद।